हेलो हजुरले अहिले एमपीएल सिजन 2 हेर्नु भएको छ? हजुर हेरिरहेको छु। सो हजुरले अहिले एमपीएल सिजन 2 मा चाहिँ सुबिसु कुन चाहिँ टिमसँग आबद्ध छ? विराटनगर किङ्ससँग। सो विराटनगर किङ्सको चाहिँ कुन चाहिँ क्याटेगोरी पार्टनरमा चाहिँ सुबिसु छ? इन्डियन एक्सपिरियन्स पार्टनरसिप आबद्ध छ। ओके, थ्याङ्क यू सर। हजुरले अहिले एमपीएल सिजन 2 हेरिरहनु भएको छ? हजुर हेरिरहेको छु। सो एमपीएल सिजन 2 मा चाहिँ सुबिसु कुन चाहिँ टिमसँग आबद्ध छ? विराटनगर किङ्ससँग। ओके, सो तपाईँले हाम्रो सुबिसुको कुन चाहिँ डिजिटल प्लेटफर्ममा एमपीएल हेर्न सक्नुहुन्छ? क्लियर टिभी। ओके, थ्याङ्क यू। हाई गुड आफ्टरनुन सर। हजुरले अहिले एमपीएल सिजन 2 हेर्नु भएको छ? यस डेफिनेटली म हेरिरहेको छु। ओके, सो एमपीएल सिजन 2 मा चाहिँ सुबिसुले कुन टिमसँग आबद्ध छ? डेफिनेटली हामी सुबिसु चाहिँ हामी विराटनगर किङ्सलाई चाहिँ हामीले सपोर्ट गरिरहेको छौँ र आई होप विराटनगर टिम्सले विन गर्नेछ यो टुर्नामेन्ट र हाम्रो विराटनगर टिमले दे आर प्लेइङ वन्डरफुल। मैले हेरि पनि रहेको छु होइन। सो उहाँलाई चाहिँ म धेरै शुभकामना पनि दिन चाहन्छु यो भिडियो मार्फतबाट। सो विराटनगर किङ्सको म्यास्कटलाई चाहिँ हामीले के भनेर चिनिन्छ? यस हाम्रो विराटनगर किङ्सको म्यास्कटलाई हामीले अर्ना भनेर चिनिन्छ होइन। सो यस अर्नाले डेफिनेटली विन गर्नेछ। ओके, थ्याङ्क यू सर। थ्याङ्क यू सर। हेलो, अहिले हजुरले एमपीएल हेरिरहनु भएको छ? हेरिरहेको छु। सो सुबिसु चाहिँ कुन चाहिँ टिमसँग आबद्ध छ? विराटनगर किङ्स। ल ओके, म तपाईँलाई एउटा क्वेसन सोध्छु है त। हस्। विराटनगर किङ्सको क्याप्टेनको नाम के हो? सन्दीप लामिछाने। ओके, थ्याङ्क यू सर। हजुर भन्नुहोस्। हजुरले अहिले एमपीएल हेरिरहनु भएको छ? हेरिरहेको छु। सो हजुरलाई विराटनगर किङ्सको हजुर 5 जना प्लेयर्सको नाम थाहा छ? के ट्राई गर्छु है। लोकेश बम, अनि प्रतीश जीसी, हजुर, सन्दीप लामिछाने, अनि त्यस पछाडि अनि साहब आलम होइन होला होइन अनि त्यस पछाडि अरू त थाहा भएन क्या हो। सोच्नु सन्दीप लामिछाने भयो है, प्रतीश जीसी, लोकेश बम 3 जना भयो। अनि अरू हजुरले फरेन प्लेयरहरू पनि भन्नुभयो। फरेन प्लेयरहरू चाहिँ डुप्लेसी, हजुर, अनि त्यस पछाडि डिलिङ समथिङ के हो, अनि त्यस पछाडि 5 पुग्यो त, 2वटा फरेन। हुन्छ, धन्यवाद। हस्, थ्याङ्क यू।